अहिले चाहिँ हामी माथि उभिसक्यौँ यो सिडी हुँदै यसो हात पनि यसो गर्दै पो हुन्छ अनि यति भएपछि मलाई के चाहियो र ल यता पनि ल नाच्दिनु भयो ल हेलो गाइज वेलकम टु माई न्यू भिडियो अगेन आज चाहिँ हामी टक्करसँग हावा खान भनेर निस्केको घरमा बस्दा बस्दा अल्छी लागिसक्यो बोर फिल भइसक्यो अब घाम पनि उस्तै छ आज दिनभरि घाम लागिरहेको थियो अनि बेलुका साँझ भएपछि यसो शीतल भएर अहिले चाहिँ हामी निस्क्यौँ हावा खान लेट्स सी कता जाने के गर्ने केही टुङ्गो थाहा छैन अब अलिक पर गएपछि थाहा हुन्छ डिसिजन लिनु पर्यो होइन ल अहिले चाहिँ हामी टक्करसँग हाइवे आइसक्यौँ अनि शीतल हो भनेर निस्केको हामीले आँखैमै पारो है अनि कस्तो भइरहेको हेर्नु पनि भइरहेको छैन र पनि हामी चाहिँ आफ्नो गन्तव्यको लागि निरन्तर अहिले चाहिँ हामी माथि उभिसक्यौँ यो सिडी हुँदै शिवलाई मन्दिर यतिबाट हामी माथितिर जान्छौँ अहिले चाहिँ टक्क यहाँ केटाकेटीहरू फुटबल खेल्नु जस्तो लागिरह्यो मलाई केटाहरू फुटबल खेलिरहेको छन् यहाँ केटाकेटीहरू म चाहिँ केटाकेटीहरूसँग फुटबल पनि खेलेँ भिडियो चाहिँ बनाइनँ के बेइज्जत गर्नु होइन यतापट्टि चाहिँ ऊ वन सफा गर्ने कार्य चलिरहेको रहेछ मिस्टेकली आइएछ यतापट्टि चाहिँ कसरी हेरिदिइराख्नु मलाई यार कहिले नदेखे जसरी मलाई हेरिदिइराख्नु मेरै गाउँका मानिसहरूले चाहिँ यतापट्टि काट्ने वन फोर्दै पुरै यसो हात पनि यसो गर्दै पो हुन्छ अनि यति भएपछि मलाई के चाहियो र ल यता पनि ल नाच्दिनु भयो ल यति भएपछि अब के छ मेरो संस्कार अब त्यसै बढ्ने भयो ए डर हाम्रो चाहिँ यहाँ वनको रक्षक यहाँ छ नि यहाँ म भन्दा 2 फिट अग्लो छन् तर नाच्नु चाहिँ बाबा नाच्छ नि अस्ति मैले रक्सी फाएर नचाएको मान्छे ए यता अध्यक्षज्यू वनको अनि वनको अध्यक्ष चाहिँ यहाँ हुँदो रहेछ अब के अब देखिरहेको छु आँखाले यहाँ वन सफा गर्न आउनु भएको यहाँ अन्त म के सोध्नु ए अम्निसो रोप्ने कार्यक्रममा आउनु भएको रहेछ राम्रो कार्य हो काँडाहरूलाई फाँडेर एकदम काँडा नभएको रुखहरू लगाइराख्नु भएको छ ल यतिको चाहिँ गर्नुपर्छ कि त्यो छैन वनहरूलाई पनि यस्तो काँडाहरू फाँडेर राम्रो राम्रो रुख टक्कसँगले काम दिने खालको रुख राखेर बनाएर गर्ने हो भने एक त जङ्गलको इन्भाइरोमेन्ट राम्रो भयो अर्को त जङ्गलको सुन्दरता देख्ने भयो क्या अनि त्यसको कारणले गर्दाखेरि पनि मान्छेहरू घुम्न पनि आउने गर्छन् र म चाहिँ फाइनली यही ठाउँ हो यहाँनिर म आइ पनि सकेँ र मेरो साथी यहाँ छ होइन मैले त्यो मान्छेलाई भगमा ल्याइनँ पनि किन नसोध्नु होला बस मैले ल्याइनँ मलाई मन थिएन त्यो ल्याउन ब्लगमा त्यो ल्याइनँ र यताबाट चाहिँ पुरै घाम लागिरहेछ शीतल छ भनेर आएको मलाई खलखली पसिना बनाइदियो यताबाट चाहिँ पुरै यो चाहिँ यसलाई गुन्टे भन्छ अनि उतो डाँडा पारी चाहिँ झोलिङे पुल छ जुनमा पहिला पनि गइसकेको छु अनि यतापट्टि चाहिँ धरामपुर भन्छ यतापट्टि धरामपुर अनि अहिले जहाँ चाहिँ म एक्ज्याक्ट छु यसलाई चुवारे नै भन्छ है खास गरी अहिले चाहिँ शीतल हावा खाँदै बसिरहेको छु अगाडि दामी भ्यू छ अब मोबाइलको क्वालिटी त्यस्तै हो राम्रो आएको छैन होइन आँखाले देखे जस्तो राम्रो त आएन अब पछि मिहिनेत गर्दै गएपछि उन्नति प्रगति हुँदै गएपछि अलिक राम्रै क्यामेरा किन्नुला तबसम्म चाहिँ सपोर्ट गरिराखौँ है सनसेट पनि भइसक्यो अहिले टक्क लाएर अब हामी जाने पनि म यहाँ बसिरहेको छु शीतल हावा खाँदै दिनभरिको गर्मी थकान स्ट्रेस त हटाउनु पर्यो नि त जे भए पनि होइन अगाडिको भ्यू हेर्दै सनसेट हेर्दै बसिरहेको छु म चाहिँ अब क्यामेराले त्यति क्याप्चर गर्न नसक्ला है त्यसको लागि चाहिँ माफ पाऊँ पछि बिस्तारै
राम्रो खालको क्वालिटीवाला क्यामेरा म किन्नेछु र त्यतिखेर चाहिँ तपाईँहरूको लागि चाहिँ म दामी दामी भ्लग लिएर आउनेछु। तबसम्म चाहिँ तपाईँहरूको सपोर्ट चाहिँ मलाई चाहिरहेको है त ल। आजको लागि चाहिँ यति नै, र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। हजुरको प्यारो अजय ब्लग्स।